So guys, welcome to my channel. बाहिरको इन्भाइरोमेन्ट चाहिँ बबाले गर्मी छ अरूले जेसुकै भन्नुहोस् जेसुकै गरोस् आई डोन्ट केयर युट्युब खोले थिए तिमी अनि गर्मी होला नि इन्टरनेसनल भर्बर भइहाल्यो नि तिमीलाई चान्स नेपालको खानु त्यही त म चाहिँ पनि जानुपर्ने हुन्छ त्यही हो जाने हो अनि भिडियो एडिट गर्नुपर्ने हुन्छ सो त्यही हो ओके गाइज है सबैजनाले च्यानललाई सब्सक्राइब गर्नु अहिले सो माया गर्नुहुन्छ भन्ने आशा छ Ladies and gentlemen, are you ready? सो गाइज वेलकम टु माई च्यानल फेरि पनि आइसक्यो तपाईँहरूको प्यारो सिजन आजबाट चाहिँ मोटो भ्लगिङ स्टार्ट भएको छ सो आई एम अन ड्युटी म चाहिँ अहिले काममा निस्किन लागेको ड्युटीमा ओके सो गाइज म चाहिँ निस्किसकेको छु ड्युटीमा होइन बाहिरको इन्भाइरोमेन्ट चाहिँ बबाले गर्मी छ बबाले घाटमा जाँदैछु बाइक चाहिँ यता रम्मलमा राख्ने हो सो त्यही हो अर्डर पनि आइसक्यो अब भाइ भन्नुपर्दाखेरि मेरो काम भनेको चाहिँ होइन डेलिभरी राइडर हो अच्छा सो त्यही हो सो आउँछ बवाल बवाल भिडियो आउँछ सो त्यही हो जे हुन्छ नि होइन लजाउने नै होइन नि आफ्नो प्यासन हो भने प्यासनमा फोकस हो बाल छैन अरूले जेसुकै भन्नुहोस् जेसुकै गरोस् आई डोन्ट केयर शाबाश बेटा सो भिडियो आउँछ बाइकमा सेट गर्नुपर्ने हुन्छ यही हो गर्मी छ लास्ट गर्मी छ सो दिनमा चाहिँ भिडियो आउँदैन बेलुका बेलुका मात्रै बनाउँछु म म्याक्सिमम् बेलुका मात्रै बनाउँछु सो दिउँसो चाहिँ किनभने लास्ट गर्मी हुन्छ अनि क्यामेरा तात्तिएर अनि काम गर्ने बन्द भइदिन्छ त्यस्तो गर्मी हुन्छ हेर्नु होइन सो त्यही हो दामी आउँछ भिडियो सबजनाले च्यानल लाइक सेयर सब्सक्राइब गर्नु होला है त ओके सबैजनाले माया गरिरहनु भएको छ आउन त आइयो होइन चाबी ल्याउनु बिर्छ हो रुमबाट यस्तो भएर हुन्छ अनि अर्डर आएको अघि नै जमानामा अर्डर आएको यार त्यही भएर म ब्यागमा हालेर राख्छु कि अहिले चाहिँ बिर्सिन्छ आज चाहिँ यसो त्यही हो चाबी लिन जानुपर्ने भयो फेरि फर्केर यस्तै हुन्छ हो जहिले यस्तै हुन्छ तनाव हुन्छ अनि रिस उठ्छ हो अब झन् ढिलो हतार आएको झन् हेलमेटमा फिट सिट हान्नु पर्ला नि अब अलि पछिबाट फिट गर्नुपर्ने हुन्छ त्यही छ यार ठिक है ऐसा ही है सो गाइस आई एम नाउ स्टार्ट माई जर्नी होइन मोटो भ्लगिङ फर्स्ट टाइम आउँदैछ आजबाट आउँछ सो सबैजना लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला माया गरिदिनु होला होइन यही हो यता नि फोकस गर्नु पऱ्यो उता नि फोकस गर्नु पऱ्यो अब त्यस्तै हो यता स्लो डाउन नै हुनसक्छ कामहरू होइन कामभन्दा पनि भिडियो चाहिँ अलिक स्लो आउनुसक्छ अब यता काम पनि गर्नु पऱ्यो दिनभरि 12 घन्टा 13 घन्टा काम हुन्छ त्यसपछि गएर खाना बनाएर खानु पऱ्यो गर्दाखेरि एडिट गर्ने टाइम चाहिँ धेरै हुँदैन फेरि सुत्ने टाइमै धेरै हुँदैन खासमा भन्यो भने सुत्ने टाइम 4 घन्टा 5 घन्टा हुन्छ 4 घन्टा 5 घन्टा फेरि भिडियो एडिट गर्दाखेरि त अब 3-4 घन्टा त अब म्याक्सिमम् लागिहाल्छ एडिट गर्न होइन त्यही भएर नि भिडियो अलिक ढिलो हुँदै आएको हो त्यही हो म सकेसम्म टाइम निकाल्ने कोसिस गर्दैछु निकाल्छु पनि त्यही त युएबाट हेर्दै हुन्छ तपाईँलाई कमेन्ट गर्नु होला युएबाट भनेर होइन जो नेपालबाट अरू देशबाट हेर्दै हुनुहुन्छ उहाँहरूलाई पनि एकदम सम्मान छ अब म केही समयपछि हिन्दीबाट होइन उर्दूबाट भनौँ न भिडियो बनाउँछु पैसा हो गया त्यो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला सो यो चाहिँ कस्तो भयो भने हाम्रो नेपालीले मात्रै हेर्नुभयो क्या त्यो युएमा भनेको हाम्रो यो सेक्टरमा हुन्छ नि हामी यो राइडर सेक्टरमा भनेको चाहिँ म्याक्सिमम् चाहिँ अरू देशकोहरू हुन्छ क्या अब नेपाली भयो नेपालीले हिन्दी यत्तिकै बुझिहाल्छ अनि पाकिस्तानीहरूले पनि नेपाली बुझ्छ होइन अनि
इन्डियनहरूले नि नेपाली बुझ्छ, बङ्गालीहरूले नि नेपाली बुझ्छ, श्रीलङ्कनहरूले नि नेपाली हिन्दी बुझ्छ। सरी, त्यो अब पाकिस्तानीहरूले नि हिन्दी बुझ्छ होइन, इन्डियनहरूले नि हिन्दी बुझ्छ। ओके जान्छ के गर्नु, अब गुजिया खानौँ भने खाइन्छ है, नखानौँ भने यस्तो छ ल हालत, सर्दैन। ढिलो खुल्छ क्या यहाँको सिग्नल चाहिँ, अब यो मरिनाको सिग्नल चाहिँ अलिक ढिलो खुल्छ। त्यो अरू ठाउँमा हेरेर ढिलो खुल्छ यहाँको यताको, किनकि हाम्रो चाहिँ अलिक बिजी एरिया हो नि त, त्यही भएर यता ढिलो खुल्छ। अहिले खुल्यो, अब म त्यहाँ भ्याउँछु भ्याउँदैन भन्ने कुरा हो। खुल्न त खुल्छ, के गर्नु अब त्यहाँ नपुग्दै बन्द भइदिन्छ, चाँडो बन्द हुन्छ, यस्तो छ नि त, त्यसले गर्दा गाह्रो पर्छ हो। मात्रै हाम्रो यस्तो होइन, नपर्दै बन्द हुन्छ। तेलले बत्ती अहिले फेरि सही हो गाइस। अब होइन कस्टमर भएकोमा गएर बनाउनु मिल्दैन, त्यही भएर पछिबाट खाएर। सो गाइस बबालै गर्मी भइसकेको छ होइन। सो म चाहिँ बस्छु बाइकमा। सो यही हो काम चाहिँ, यस्तै हो होइन। यही हो ब्याग बक्स, यही हो हाम्रो होइन। अलवेज नीट एन्ड क्लिन हुनुपर्छ बक्स चाहिँ। अरूलाई हुनुपर्छ पर्दैन होइन, तर मलाई चाहिन्छ, क्लिन राख्नुपर्छ, त्यस्तै हो। मलाई चाहिँ क्लिन हुनुपर्छ होइन। सो अर्डर आइसकेको छ फेरि। अर्डर अहिलेको पालि चाहिँ लास्ट अर्डर आउनुपर्ने भएको छ, त्यो पनि आउट अफ जोन है। छिटो जान्छु। त्यस्तै हो, लाग्नु आइसक्यो। कहाँ हो अर्डर लिन पनि केही थाहा भएन के को थियो। रेड डायमन्ड कुन हो त? ए यतापट्टि पो रहेछ त, मै उल्टो ठाउँमा आएर बसिरहेको छु अनि। बाइक पार्किङ छेउमा छ फेरि यहाँको पार्किङ। त्यस्तै हो, पार्किङ भन्ने त हुँदैन हत्तपत्त ठाउँमा, कोही ठाउँमा हुने हो बाइकहरूको लागि पार्किङ होइन। अथोरिटीतिर अथोराइज चाहिँ हुन्छ नि त, बाइक पार्किङ भएर ल्याएको छ त। अब यहाँबाट भित्र हाल्यो भने, धेरै भित्र हालिदियो भने ए केटाहरूले यहाँ घाम नलाग्ने ठाउँमा राखेर रहेछ त बाइक। त्यही राख्नुपर्छ त्यतै। पोल छ लास्टै बिहान होइन, अहिले बस्दाखेरि बिहान पोल छ, जो त्यही बिहान पोल छ, पोल नि बिहान पोल छ। ल लगाइज है अन्त पिकअप होइन, अर्डर लिनुपर्छ। सो निस्केपछि गरौँला। मलाई त सत्तुवाको अर्डर दियो द एनिथिङको, सत्तुवा जानु लाग्यो म त भत्तै भगाइदियो सत्तुवामा। अब त्यहाँबाट खाली फर्किनु पर्ने होला, टोल हान्नै जान्छ आनन्दले। 2टा टोल हान्नुपर्छ, झ्याउ हुन्छ हो कि एउटाको मात्रै काट्छ के हो? 2टा हान्नुपर्छ नि टोल त होइन र, 2टा टोल हान्नु पऱ्यो नि। गाह्रो छ हौ, हिले हान्नै झ्याउ गाह्रो छ, गाह्रो हिले हान्न हुन्थ्यो, के गर्नु आफ्नो ठाउँमा अब हानिन्थ्यो।
150 बाइक बोकेर 120को स्पिड कुदाउनुपर्छ अनि कहाँ होइन गाह्रो छ नि हो गाह्रो छ हेर्नलाई त सजिलो छ त काम रिस्क त्यस्तै छ कतिखेर कहाँ गएर सकिन्छ थाहा छैन के गर्नु हेर्न र देख्न अनि भन्न सजिलो छ यो काम होइन तर धेरै रिस्की काम हो धेरै रिस्क लिनुपर्छ यो काममा त्यही हो 30 दिराम जतिको हाल्नु पऱ्यो 30 दिराम त्यसो दाजु हल्का गर्ने युट्युब खोले यतै च्यानलको नाम छ सुजन भ्लग सुजन भ्लग कहाँदेखि हो म नेपाल काठमाडौँदेखि काठमाडौँ भन्दा नि धादिङ भनौँ न तपाईँ कहाँ त्यो चितवन हो चितवन कुन भरतपुर फर्टीको हाल्नु नि त टक्कै हाल्नुपर्ने हुन्छ अनि के कस्तो भइरहेको दाइ कामहरू चिकाइ खाने बेला आउँदैछ जुलाई तिमी अलिक गर्यो होला होइन कहाँ गर्ला हाम्रो वाइल्ड हो नि तपाईँहरूको त यहाँनिर शीतलमा छायामा बसिरहनु हामी त यत्तिकै घामको घाम हो अनि हजुर कति वर्ष भयो धेरै भएन नि म आएको 8-9 महिना भयो सुजन भ्लग होइन सुजन भ्लग तपाईँले सर्च गर्दाखेरि चाहिँ के सर्च गर्नु भने @ राख्नु अगाडि सुजन भ्लग अनि यस्तो ड्यास छ अनि 1O भने चाहिँ ठ्याक्कै आउँछ त्यो भने चाहिँ ठ्याक्कै आउँछ अगाडि कति सब्सक्राइबर छैन भर्खर स्टार्ट हो अब बिस्तारै बिस्तारै हुन्छ नि होइन बिस्तारै हुने हो अलिक ढिलो हुन्छ तर राम्रो हुने गरी निकाल्ने हो क्या त्यही हो इन्टरनेसनल भ्लगर भइहाल्यो नि तिमीलाई चान्स नेपालको काट्नु समझ रहे हो ना चान्स नेपालको काट्नु त्यही त होइन त्यस्तो होइन अब सबैजना एकै नाचको हुनुपर्छ रेस्पेक्ट फर अल हो यहीँ किने अब कति टोटल मेरो 1900 समथिङ गऱ्यो यो गर्दाखेरि यसको मैले तपाईँको वारेन्टी नै राखेको छु नि त वारेन्टी भन्दा नि यसको इन्सुरेन्स लगाएको छु क्या अब एक्सिडेन्ट भएर केही गरी फुटिहाल्यो भने फुट भएर भने रिकभर हुन्छ त्यही भएर 1900 पऱ्यो मेरो 1950-60 भयो ल सो गाइज होइन म चाहिँ यहाँ बस्दा अर्डर दिएन अर्डर नदिएर बस्दा बल्ल एउटा अर्डर दियो यहाँबाट होइन उता मरिनामा अर्डर नदिएको त्यहाँ बसेँ आधा घन्टा समथिङ बसेँ त्योभन्दा अगाडि पनि कति आधा घन्टा 45 मिनटको ग्यापमा एउटा अर्डर दिएको थियो अनि त्यसपछि त्यहाँ अर्डर लगेँ त्यहाँ बसेँ दिएन अनि म फर्केर यहाँ आएको अनि चाहिँ वर्षवानमा सो यहाँनिर दियो एउटा आफ्टर समथिङ आफ्टर 1 आवर्स लेटर होइन 1 घन्टा पछाडि नै होला सायद यो 1 घन्टा जति नै पछाडि दिएको हो 1 घन्टा जति पछाडि दियो अब अर्डर पिकअप गर्नुपर्छ टक्क जानुपर्ने चाहिँ पामजुमेर छ दामी मजा हान्नुपर्छ ओके अब मलाई थाहा छैन हामीलाई भ्लग गर्न मिल्छ बनाउनु मिल्दैन त्यो थाहा छैन अब त्यो कसैले भन्छ मिल्छ भन्छ कसैले भन्छ मिल्दैन भन्छ मलाई चाहिँ के लाग्यो मैले नराम्रो बनाउने होइन कसैले नराम्रो बोलेर गर्ने होइन सो म आफ्नो आफूले जानेको आफूले बुझेको चिजहरू दिँदाखेरि खासै फरक नपर्ला कि जस्तो सोच आएर चाहिँ मैले
यो डिसिजन लिएको हो बनाउन। यो त मेरो प्यासन भन्दा पनि मेरो सोख हो, मेरो रहर हो। र त्यही हो यतापट्टि कतापट्टि टप्पो प्यान्ट पिकअप त्यही हो। त्यही भएर चाहिँ मैले अनि स्टार्ट गरेको हो होइन। सो त्यही हो, कसलाई थाहा छ के छ कस्तो छ यसको बारेमा होइन, मिल्छ मिल्दैन के हो अथोरिटी कस्तो छ यो तपाईँहरूलाई थाहा छ भने प्लिज सजेस्ट गर्नु होला, मलाई भनिदिनु होला, मलाई थाहा छैन नि त त्यसको बारेमा केही पर्मिसन लिनुपर्ने अथवा गर्नै नहुने अथवा गर्न हुने के छ त्यो अनुसारले मलाई सुझाव दिनु होला, त्यो तपाईँहरूलाई थाहा छ भने। सो थ्याङ्क यू। सो फाइनल्ली होइन अर्डर डेलिभर्ड भइसक्यो। मैले अहिले चाहिँ पनि 10 दिराम क्यास टिप्स प्लस 3 दिराम चाहिँ अनलाइन टिप्स पाइसकेको छु। अब भने टक्क अर्डर पनि आइसक्यो अर्को, अनि अर्डर लिन जानुपर्ने हुन्छ। अब यहाँबाट छ यसको ऊ पनि काम पनि यताबाट हो, यताबाट रहेछ। माइकले काम गरेको छ कि थाहा छैन होइन। यदि माइकले काम गरेको छैन भने त्यहाँ प्रार्थी मैले भिडियो चाहिँ हाल्छु। मैले भिडियो बनाउँछु भने धेरै भएको थियो, अनि त्यही भएर नि मैले भिडियो हाल्नु पनि हुन्छ। सो त्यही हो, दिउँसो चाहिँ लास्ट गर्मी भएर पोलेर काम गर्न नसक्ने अवस्था भएर, काम गर्न नसक्ने भन्दा पनि क्यामेराले चाहिँ काम गर्न नसक्ने अवस्था भएर मैले दिउँसो चाहिँ भिडियो बनाइनँ होइन। सो त्यही हो, बेलुकामा बनाउँछु हल्का फुल्का। अब बिहान बनाएको छु, अलिअलि बनाएको छु भिडियो होइन। सो यसलाई नै मिलाएर यताउता गरेर स्टार्टिङ हो। अब त्यही हो, कस्तो बनाउने कसरी गर्ने भनेर थाहा छैन, तर अब नलेज त छैन त्यस्तो धेरै होइन। जस आफूले जानेको जतिको दिने हो, आफूले के जति जानेछ त्यो अनुसारको दिने हो, दिने प्रोसेस गरेको छु होइन, प्रयास गरेको छु। सो के कस्तो लाग्छ कमेन्ट गर्नु होला। कोही ठाउँमा त्रुटिहरू छ भने चाहिँ टक्क होइन सजेसन पनि दिनु होला। ओके, सो फाइनल्ली मेरो ड्युटीको सिफ्ट सकेको छ होइन। सो अब म रुम जानुपर्ने हुन्छ। सो आजको कमाइ भनेको चाहिँ 215 भएछ, 215। सो सिफ्ट त सक्यो, अब गर्न त मिल्छ, 1-2 घन्टा एक्स्ट्रा गर्न चाहिँ मिल्छ। सो मलाई चाहिँ आज च्याउ लाग्यो होइन। अब किनभने गएर खाना पनि बनाउनुपर्छ, खानु पनि पर्छ गर्दाखेरि। अब सुत्दाखेरि अहिले यहाँको कति बजी 12 बज्न लाग्यो ट्याक्कै होइन। सो यही हो, 12 बज्न लाग्यो। अब आजको कमाइ भनेको चाहिँ ट्याक्क लाएर यो हिजो 240, 241, आज 215 होइन। सो त्यही हो, कहिले अल्छी लाग्छ कहिले चाँडो गर्न मन लाग्छ। सो अब म चाहिँ रुम जानुपर्ने हुन्छ। अब टक्क हिँड्ने हो, जाने हो, अनि भिडियो एडिट गर्नुपर्ने हुन्छ। सो त्यही हो। ओके गाइज है, सबैजनाले च्यानललाई सब्सक्राइब गर्नु, मैले धेरैचोटि भनिसकेँ भिडियोमा पनि। सो माया गर्नुहुन्छ भन्ने आशा छ, अनि त्यही हो, सबैजनाले फलो गर्नु। देखा आपने लापरवाही का नतीजा है। सब्सक्राइब गर्नु च्यानललाई नयाँ नयाँ भिडियोहरूको लागि। सो टिकटकमा भन्यो भने बानीले युट्युबमा आउँदाखेरि चाहिँ हल्का नर्भस भएको जस्तो टाइपको हुँदो रहेछ क्या, अनि त्यही हो। सो अहिले चाहिँ म अब रुम जान्छु। सिफ्ट भोलि फेरि स्टार्ट हुन्छ, बिहान 10 बजेबाट स्टार्ट हुन्छ मेरो सिफ्ट, अनि दिउँसो ग्याप हुन्छ 1 घन्टाको। सो मेरो अहिले चाहिँ मेमोरी पनि फुल हुन लाग्यो। मैले दिउँसो धेरै बनाइनँ किनभने क्लिपहरू लिइनँ, किन भन्दाखेरि चाहिँ नि अब गर्मी धेरै हुन्छ, अनि प्लस अब सुरुवात हो नि त मेरो, नयाँ नयाँ हो नि त, कसरी लिने कुन क्लिप कहाँनिर लिने भन्ने कुरो ट्याक्क माइन्डसेट छैन नि त। सो त्यही भएर हल्का
हल्का टाइम लाग्छ होइन बन्न, त्यही त भने त बन्न केही समय लाग्छ तर दामी भएर बन्ने निस्किने हो क्या होइन। स्टार्टिङ अलिकति त्यस्तै हुन्छ, जसको पनि त्यही हो। सो त्यही हो गाइज, अब अर्को भिडियोमा भेट्नुपर्छ। सो सबैजनालाई माया छ, धेरै धेरै माया, मिठो सम्झना सबै नेपालीहरूलाई, नेपालमा हुनुहुने सम्पूर्णलाई धेरै सम्झना छ। अनि अन्य देशहरूमा गएर काम गर्दै हुनुहुने सम्पूर्णलाई सो बी केयरफुल, आफ्नो हेल्थलाई पनि हेर्नुहोस्, पैसा पनि कमाउनुपर्छ होइन, करियर बनाउनुपर्छ। सो अब अर्को भिडियोमा भेट्नुपर्छ। अर्को भिडियोसम्मको लागि मलाई बिदा दिनुहोस्। म सुजन तामाङलाई धन्यवाद। ओके बाई। खत्म, बाय बाय, टाटा, गुड बाय, गया।